गाइज वेलकम ब्याक टु गौतम राई ब्लग है। तपाईँहरूमा आजमा फेरि पनि तपाईँको बुबु आइसकेको छ हो। र अहिले हेर भर्खरै म होइन हस्पिटलबाट चाहिँ अब डिस्चार्ज भएर चाहिँ आइसकेको छु हो, छुट्टी भइसकेर चाहिँ। र अन्त अब घरमा आइपुगेर चाहिँ यसो हेरेको त आमामा यति साह्रो कचरा भइरहेको रहेछ। आफू छैन भने घरको यस्तो बिहाल हुँदो रहेछ कि, किनभने अब मान्छे छैन भने धुलोहरू उडेर कहीँबाट पनि आएर भित्र चाहिँ पसेर यस्तो घिनलाग्दो हुँदो रहेछ कि गाइस। हेर्नुहोस् न यस्तो हालत भइरहेछ कि। र तपाईँहरूलाई फेरि पनि म मेरोबाट चाहिँ दिवालीको शुभकामना दिँदै आइपुगेको छु हो गाइस। सबैजना मेरो फेसबुक मित्रहरूलाई हो फेरि पनि भन्दैछु हो, ह्याप्पी दिवाली सबैलाई हो। र तपाईँहरूको आशा राख्छु तपाईँहरूको घरमा सबै राम्रै छ होला, राम्रै होस् पनि भन्ने चाहन्छु। र शुभकामना फेरि पनि दिन्छु हो तपाईँहरू सबैलाई, मेरो फेसबुक मित्रहरूलाई हो। र यसरी नै अब पुरानो मेरो पनि अब लाइटहरू पनि अब निकालेर अब बनाउनु पऱ्यो भनेर चाहिँ रेडी गर्नुको लागि आइसकेको छु गाइस। हेर्नुलाई यस्तो घिनलाग्दो भइरहेछ रुम, हेर्नु नि गाइस, यस्तो डरलाग्दो भइरहेछ कि। अब चाहिँ म पनि गाइस यहाँबाट चाहिँ निकाल्नेवाला छ। यो पुरानो चिजहरू चाहिँ काम लाग्दो रहेछ है गाइस। यसरी चाहिँ हिफजितले राख्नुपर्ने चाहिँ। अब यो लागेन त काम गाइस, पुरै काम लाग्यो नि त। अब यसलाई चाहिँ हामीले हो अब हस्पिटलबाट त अब के गर्नु, अब आइसक्यो भए पनि आउनु साथ यसरी काम गर्नुपर्छ हो। अब लाइटहरू जोड्ने काम गर्दैछु हो। अब सबैको घरतिर चाहिँ लगाइसकेको छ हो, आफ्नो त आज आएको हो। त्यही भन्दै साथी हो तपाईँहरूले चाहिँ लगाइसके होला आई होप हो। अब मैले चाहिँ भर्खर लाउनु आँटेको छु गाइस, म लगाइसकेर पनि देखाउनेवाला छु गाइस हो। तपाईँहरूलाई मजाले देखाउने छु ल। डेकोरेसनहरू गरेको हेर्नुहोस् है, पुरानो चिजहरू पनि यसरी हिफोजित गरेर राखेको छ भने चाहिँ पुरै काम लाग्छ गाइस। ल साथी हो तपाईँहरूलाई फेरि पनि लाइट लगाइसकेर हो तपाईँहरूमा आज जोड्नेवाला छु। र मेरो जति पनि मेरो भिडियोलाई है तपाईँहरूले माया गरेर हेरिदिनु भएको छ त्यसमा धेरै धेरै धन्यवाद दिनु चाहन्छु। र अझै पनि म भन्छु कि जति सक्दो मेरो भिडियोलाई सेयर गरिदिनुहोस् है भन्दै म यहाँदेखि तपाईँहरूमाथि अनुरोध गर्दैछु। थ्याङ्क यू सो मच।